नमस्कार है सम्पूर्णमा र मेरो च्यानल हेरेर बस्नु सम्पूर्णमा चाहिँ नमस्कार। र यो मैले अस्ति पनि हालेको थिएँ, यो फर्म चाहिँ कसरी भर्नुपर्छ एसआईआर को फर्म है, यहाँ छ मेरोमा। यो चाहिँ मेरो फर्मै हो, मैले अस्ति पनि यो हालेको थिएँ। तर थुप्रैजना मान्छे चाहिँ मेरो भिडियो हेर्नेहरूले चाहिँ प्राय भर्यो र नयाँहरूले चाहिँ मलाई पुरा भिडियो बनाएर हालिदिनु होइन, कन्फ्युज भयौँ। कतिजनाले चाहिँ बिएलओले नै हामीलाई चाहिँ अब कन्फ्युज बनायो। र खास चाहिँ यो कसरी चाहिँ भर्नुपर्छ, कुन तरिका छ, 2002 कस्तो हो, यो 2025 को के हो, यो माथिल्लो कलम के हो भन्ने कुराहरूमा चाहिँ मान्छे पुरा कन्फ्युज रहेछ। र त्यो विषयमा चाहिँ आज यो भिडियो बनाउँदैछ। तपाईँहरूले सम्पूर्ण भिडियो चाहिँ पुरा हेर्नुहोस्, अनि लाइक कमेन्ट्स पनि गर्नुहोस्। र तपाईँहरूको प्रत्येक ग्रुपहरूमा होइन, समाजहरूमा छ तपाईँहरूको इन्डिभिजुअल सबैलाई सेयर गरिदिनुहोस्, किनभने त्यो सेयर गर्दा चाहिँ यो भिडियोले चाहिँ अरूले पनि सजिलैसँग फर्म भर्नु सक्छ। र कतिवटा ठाउँ मैले देखेँ है, के अरे यो फर्म भर्दा पनि बिगारेको छ उनीहरूले पनि, जसले सिकाउँदैछ उनीहरूले पनि उल्टा सिकाउँदैछ। र यो भिडियो चाहिँ लास्टसम्म हेर्नुहोस्, अनि यसको प्रतिक्रिया पनि दिनुहोस् तपाईँहरूले। र यो भिडियोलाई चाहिँ तपाईँहरूले सक्दो आफ्नो साथी सङ्गी होइन जोसुकैलाई सेयर गरिदिनुहोस्, र उनीहरूले पनि तपाईँहरूको साथीभाइहरूले पनि यो भिडियो हेरेर चाहिँ यसरी के अरे यो उयस भर्न सकोस् है। अब यो फर्म भयो, हेर्नुहोस् है फर्म भयो। यो मेरो डिटेल्स छ यहाँ माथि, तपाईँहरूको पनि यसै आएको हुन्छ होइन। यो केही नचलाउनुहोस्, यो छोडिदिनुहोस् माथि। अब जन्म मिति भन्दैछ है, जन्म मिति भनेपछि यो के हो, डेट अफ बर्थ तपाईँको। यहाँनिर डेट अफ बर्थ हाल्नुहोस् तपाईँको, जस्तै कि 1992 छ अरे तपाईँको भोट कार्डमा, तर होइन 1995 छ, 92 छ, तर आधार कार्डमा चाहिँ तपाईँको डेट पनि छ मन्थ पनि छ भने चाहिँ त्यो डेट मन्थ भएकै यहाँनिर पनि लेख्नुहोस् है, जति छ। अब आधार नम्बर यहाँ लेख्नुहोस्। मोबाइल नम्बर विशेष 5 जना परिवार हुनुहुन्छ, आफ्नो आफ्नो दिनुहोस्। जस्तै कि एउटै नम्बर सबैको फर्ममा नदिनुहोस्। जस्तै कि मेरो 3 जना परिवार छौँ, म, मेरो वाइफ अनि छोरा छ होइन। र म मेरोमा मेरै नम्बर दिन्छु, मेरो वाइफकोमा मेरै वाइफको दिन्छु, र छोराकोमा छोराकै नम्बर। त्यो चाहिँ किनभने भोलि पर्सि कसैको 3 जनाको एउटामा फल्ट भेटायो भने पनि आफ्नो आफ्नो मोबाइलमा आउँछ नि त। एउटामै दिनुभएको छ चाहिँ आउनु त तपाईँकोमा आउँछ, तर कसको फल्ट भेटेर आयो भनेर त्यो थाहा हुँदैन। त्यसले कारण एउटै नम्बर मात्रै के अरे आफ्नो आफ्नो नम्बर दिनुहोस्, किनभने अहिले सबैकोमा फोन छ है। अब यहाँनिर लेखेको छ तपाईँको पिता अभिभावकको नाम, पिता अभिभावक भनेपछि यहाँनिर अब म छु भने चाहिँ सपोज मेरो बाबाको नाम लेख्नु पऱ्यो नि। यहाँनिर चाहिँ मेरो भर्दैछौँ, यो चाहिँ 2025 को उयस हो नि त, भनेपछि मेरो बाबाको नाम लेख्नुपर्छ। अनि अभिभावकको नाम पनि भनेपछि अभिभावक भनेपछि चाहिँ यदि मेरो मिसेसको भरेको भए चाहिँ यहाँ फेरि मेरो नाम हुन्थ्यो, मिसेसको बाउको नाम हुँदैन होइन, किनभने 2025 मा चाहिँ मेरो मिसेस चाहिँ के भएको छ, मेरो बुढी हो नि त होइन, मेरो वाइफ हो, पत्नी भनेर उसको छ भनेपछि मेरो हुन्छ। र यहाँ माताको नाम, उसको आमाको नाम लेख्दा पनि हुन्छ नलेख्दा पनि हुन्छ होइन, उसको एलएमसी नम्बरहरू नलेख्दा पनि हुन्छ, किनभने बाउले पक्रिन्छ। यदि बाउ छैन भने चाहिँ लेख्नुहोस् तपाईँहरूले, होइन छ भने नलेख्दा पनि हुन्छ। अब जीवनसाथीको नाम, जस्तै कि वाइफको छ भने हस्बेन्डको भर्नु हुँदैछ नि वाइफको, र जीवनसाथीको माता फोटो परिचय पत्र नम्बर, यो एलएमसी नम्बर लेख्दा पनि हुन्छ। मेन सबभन्दा मान्छे कन्फ्युज चाहिँ यहाँ छ, यो दुईवटा कलममा यहाँ छ पछिल्लो एसआईआर को मतदाता नामावली मतदाताको विवरण। जस्तै अब भनेपछि चाहिँ पछिल्लो एसआईआर को मतदाता नामावलीको मतदाता परिचय पत्र, यदि 2002 मा चाहिँ मैले भोट हालेको छु भने चाहिँ अब यहाँ लेख्नु पर्यो नि, मेरै विवरण लेख्नुपर्छ। यहाँ चाहिँ 2002 मा मैले भोट हालेको छु भने चाहिँ मतदाताको नाम, मेरो नाम टक्कै लेख्छु यहाँ होइन, मेरो हो नि त यो फर्म, भनेपछि 2002 मा मैले भोट हालेको छु भने यहाँ लेख्छु। मतदाताको फोटो परिचय पत्र नम्बर, मेरो एलएमसी नम्बर यहाँ लेख्छु म। आफन्तको नाम, मेरो बाबाको नाम लेख्छु यहाँ। सम्बन्ध मेरो बाबा होइन, फादर। जिल्ला दार्जिलिङ लेख्छु। राज्यको नाम पश्चिम बङ्गाल, वेस्ट बेङ्गाल। एसी को नाम दार्जिलिङ कन्स्टिट्युएन्सी होइन, नेपालीमा लेख्नु भने दार्जिलिङ विधानसभा क्षेत्र। एसी नम्बर 23 लेख्छु म यहाँ। भाग सङ्ख्या, त्यति बेला मेरो भाग सङ्ख्या कति थियो, बुथ नम्बर अहिले 49 हो, त्यति बेला हाम्रो बुथ अर्कै थियो है, अर्कै जग्गा थियो। र
त्यति बेला 38 थियो, अहिले सिसी चुक्चा केन्द्र छ, त्यति बेला तुम्बायक थियो मेरो। र तुम्बायकको चाहिँ 2002 को मा चाहिँ 2002 मा चाहिँ तुम्बायकको भाग सङ्ख्या चाहिँ कति थियो भन्दा 38 थियो। यहाँनिर म 38 लेख्छु। र क्रम सङ्ख्या मेरो सिरियल नम्बर त्यति बेला 1 2 3 4 सिरियल नम्बर होइन, यो सिरियल नम्बर चाहिँ मेरो, यो सिरियल नम्बर अहिले 462 छ। त्यो चाहिँ मेरो त्यति बेला कति थियो 2002 मा भनेर यहाँ लेख्छु होइन। अब यो भयो, छोडिदियो, 2002 को सक्यो, मैले भरेँ, मैले केही पर्दैन। अब यहाँ म सिग्नेचर गरिदिन्छु, सक्यो, बिएलओलाई दिन्छु। यहाँ एउटा फोटो टाँसेर म बिएलओलाई जिम्मा दिन्छु, मेरो फर्म करेक्ट भयो। अब यदि मैले 2002 मा हालेको थिइनँ भने चाहिँ अब यो भर्नुपर्छ। मैले 2002 मा हालेको थिएँ, यो भर्नु परेन मैले, हो, यो छुनै भएन मैले। अब 2002 मा मैले हालेको थिइनँ, यो माथिको त कम्पलसरी हो भर्नुपर्ने है। तर अब 2002 मा मैले हालेको छैन र 2003 देखि यता हालेको छु भने चाहिँ फेरि मैले यो भर्नुपर्छ, यो चलाउनु हुँदैन, यो छुनै भएन मैले। र यो कलम चाहिँ मैले भर्नुपर्छ। अब यो छुनु हुँदैन फेरि 2025 के अरे 3 देखि यता भोट हाल्नेले यो छुनै परेन, यो भर्नु पर्यो। अब यहाँ चाहिँ के भर्नुपर्छ मैले भन्दा चाहिँ अब यहाँ चाहिँ सिधा लेखिदिएको छ तपाईँहरूलाई, यहाँनिर कन्फ्युजन छ मान्छेको विशेष। यो राम्रो हेर्नुहोस् है भिडियो। पछिल्लो एसआइआरमा अघिल्लो स्तम्भमा नाम दिएको आफन्तको विवरण भन्दैछ। पछिल्लो एसआइआरमा 2002 को एसआइआरमा चाहिँ अघिल्लो स्तम्भमा नाम दिएको आफन्तको विवरण भनेपछि चाहिँ पछिल्लो एसआइआर भनेपछि 2002 को एसआइआरमा चाहिँ नाम भएको कुनै पनि आफन्तको विवरण चाहिँ यहाँ देऊ भनेको हो नि त। यहाँ तिम्रो नाम भर भनेको छैन, यो मान्छेले प्राय उसको नाम लेख्दैछ है, तर यहाँ चाहिँ आफन्तको नाम भर्नु हो नि त। जस्तो कि अब मेरो त बाबाले हालेको छ भने मैले 2000 उयसमा हालेको छैन र बाबाले हालेको छ भने बाबाको नाम लेख्छु यहाँ। यदि बाजे बोजूले हालेको छ भने बाजे बोजूको नाम हाल्छु म, बाजे बोजू। आमा बाबाले नहालेर आमाको नाम छ भने आमाको नाम हाल्छु, बाजेको नाम हाल्छु, बोजूको नाम हाल्छु। यो पाउँछ, संविधानमा छ है, यहाँ उयसमा छ, इलेक्सन कमिसनको उयसमा जसको पनि हाल्नु पाउँछ ब्लड रिलेसनमा। तर अब जस्तो कि मेरो आमाको बाउ आमाको चाहिँ हाल्नु भएन, मेरो आमापट्टिको चाहिँ हाल्नु भएन, तर बाउपट्टिको चाहिँ मैले जसको पनि हाल्नु पाएँ होइन, के अरे बाजे बोजूहरूको हाल्नु पाएँ। अब मैले हालेँ यहाँ बाबाको नाम, मेरो फर्म भर्दैछु, यहाँ बाबाको नाम हाल्नुपर्छ। यहाँ बाबाको के हाल्नुपर्छ, मैले इपिक नम्बर एलएमसी नम्बर हाल्नु पऱ्यो, आफन्तको नाम। अब बाबाको नाम चाहिँ यहाँनिर हाल्नुपर्छ मैले होइन, बाबाको नाम। जस्तो कि मेरो बाबाको नाम थियो, अन्त बाबाको बाउको पनि थियो, बाउ पनि त थियो, उसको बाउको नाम चाहिँ यहाँ हाल्नु पऱ्यो, बाबाको बाउको नाम, बाजेको नाम, मेरो बाजेको नाम चाहिँ यहाँ हाल्नु पऱ्यो। सम्बन्ध फादर भइगयो, मेरो बाउको नाउँ चाहिँ यहाँ हालेपछि उसको सम्बन्ध के थियो मेरो बाउसँग भन्दा मेरो बाउको चाहिँ बाउ हो नि त होइन, फादर हो। र जिल्ला दार्जिलिङ सेम यता भरेको सेम हो, यो राज्यको नाम होइन, एसआइआरको एसीको नम्बर, विधानसभा क्षेत्र दार्जिलिङ, दार्जिलिङ विधानसभा क्षेत्र, इङ्ग्लिसबाट लेख्नुहुन्छ भने दार्जिलिङ कन्स्टिट्युन्सी होइन। एसी नम्बर 23 हो होइन। भाग सङ्ख्या त्यही मेरो भाग सङ्ख्या, यो हुँदैन, तपाईँले हेर्नुहोस् 2002 मा चाहिँ तपाईँको बुथ सङ्ख्या चाहिँ कति थियो, मेरो चाहिँ 38 थियो, तर अहिले 49 छ होइन, यहाँ 38 थियो, यहाँ म 38 लेख्छु। र क्रम सङ्ख्या त्यति बेलाको क्रम सङ्ख्या मेरो कति, मेरो बाबाको है, यो मेरो होइन नि, बाबाको यहाँनिर एसी नम्बर 23 मेरो बाबाको के अरे त्यति बेलाको भाग सङ्ख्या कति थियो। अब हाम्रो बुथको यो चाहिँ बुथको होइन, मेरो बाउ र मेरो बुथ त एउटै हुन्छ नि त, त्यसले गर्दा 49 छ। त्यति बेला चाहिँ 38 थियो, यहाँ 38 लेख्छु म। 2002 मा 38 थियो, तुम्बायकमा लाउँथ्यौँ हामी है, तुम्बायकमा। र अब यो चाहिँ क्रम सङ्ख्या त्यति बेला चाहिँ मेरो बाबाको भोटर लिस्टको त्यो क्रम सङ्ख्या। अब यहाँ मेरो 462 छ, त्यस्तै क्रम सङ्ख्या चाहिँ मेरो बाबा कति थियो यहाँ लगाउँछु है। यहाँ भरेपछि सक्यो यो पनि फर्म, र यहाँनिर सिग्नेचर गरेपछि मेरो फर्म कम्प्लिट भयो। यहाँ फोटो टाँच्नु पऱ्यो होइन, सकिए। अब म बुझ्नु भयो होला तपाईँले, 2002 कोमा लिस्टमा हुनेले यो भर्नुहोस्, नहुनेले यो भर्नुहोस्। र यो भर्दा चाहिँ तपाईँहरूले आफ्नो नाम नलेखेर आफ्नो आमा बाउ बाजे बोजू कोही पनि छ 2002 मा यदि पढ्नुभएको छ, पछिल्लो एसआइआरको अघिल्लो स्तम्भमा नाउँ दिएको आफन्तको विवरण भनेको छ नि त, यहाँ आफन्तको विवरण भनेको छ अघिल्लो स्तम्भमा।
भनेपछि पुरा पहिलाको एसआइआर 2002 को एसआइआरमा परेको मान्छेको नाम चाहिँ लेख्नुहोस्, तपाईँको आफन्त मान्छेको नाम चाहिँ लेख्नुहोस् भन्दै चाहिँ काका बडा ब्लड रिलेसन कोही पनि हुन्छ तपाईँको आमा बाउ छैन भने। यो चाहिँ त्यो होइन, यहाँ मान्छेले कन्फ्युज भइरहेको छ। र यो फर्म चाहिँ भर्नुहोस्, तपाईँहरूको एक्युरेट हुनेछ, यो चाहिँ म ग्यारेन्टीको साथ भन्छु होइन। अनि यहाँ साइन गरेर चाहिँ बिएलओलाई दिनुहोस्, तपाईँहरूको केही पनि फेल हुँदैन।